नमस्कार हजुर, म रामश्री रियल एस्टेटबाट। यो आज हामीसँग 3.5 आना जग्गा आएको छ बिक्रीमा। यो ललितपुर धापाखेल स्वास्थ्य चौकीबाट 200 मिटर जति भित्र पर्दछ। यो हजुरको यो चाहिँ 35 बाई 35 को जग्गा हो। यो जग्गा राम्रो छ। यो जग्गाको चाहिँ यो साइडमा छेउपट्टि यहाँ त्यो घरसम्म मात्रै जाने बाटो छ। यसलाई चाहिँ छोड्नु पर्दैन। यहाँ चाहिँ वाल लगाएर घर बनाउन नक्सा पास गरेर 5 फिट आफूले छोड्ने हो। यो चाहिँ जग्गाहरूलाई दिनु पर्दैन। यहीँबाट यो वाल लगाएबाट वाल लगाउन पाइयो। जग्गा चाहिँ एकदम राम्रो छ। अब यो जग्गाको रेट चाहिँ यहाँ 35, 38, 40 लाख चलेको ठाउँ हो। यो जग्गा चाहिँ यो उहाँहरूलाई एकदम पैसा आवश्यक परेर जम्मा 32 लाख रुपियाँ आनामा आएको छ। हजुरहरूलाई यो मिलाएर आएको छ। जग्गा राम्रो छ। ढलान बाटो 13 फिट बाटो हो। यो अहिले यहाँ चाहिँ नक्सामा 13 फिट भयो नि, बाटोमा चाहिँ 12 फिट जस्तो हेर्दाखेरि। अब यहाँनिर यो गेट छ, शुभ एकता टोल छ। यहाँ यो टोलको छेउमै जग्गा हो। 35 बाई 35 को राम्रो जग्गा छ। र यो जग्गा चाहिँ अब किन इच्छुक हुने साथीभाइहरूले मलाई सम्पर्क गर्नु होला। कति राम्रो फुल रहेछ। आहा, यो फुल जस्तै राम्रो रहेछ जग्गा पनि। ल, कति राम्रो जग्गा छ। सर्लक्क परेको एकदमै मिलेको जग्गा घर बनाएर बस्नलाई साह्रै राम्रो जग्गा छ। हेर्नुहोस् त कति राम्रो जग्गा। आहा, ल साह्रै राम्रो छ। ल हस्, धन्यवाद। अब इच्छा भएमा स्क्रिनमा दिएको नम्बर सम्पर्क गर्नु होला। धन्यवाद। यो जग्गा चाहिँ दक्षिण र पश्चिमपट्टि फर्केको जग्गा हो। यो जग्गा चाहिँ मोडा यसरी बसेको छ। जग्गा राम्रो छ। हस्।